आधार मात्र हो। अब कुरा गरौं यो रेलवे सञ्जाल किन महत्त्वपूर्ण छ र के कति प्रयास भएको छ भनेर। साँच्चै कस्तो छ नेपालको राजधानी काठमाडौँ र भारत जोड्ने रेलमार्गको पछिल्लो अपडेट। तपाईँ हाम्रो दिमागमा एउटा सपना पनि घुम्न थाल्छ। फेरि हाम्रो र भारतको आवत व्यापार होस् या उपचार, धार्मिक भ्रमण होस् या घुमघाम, अध्ययन होस् या रोजीरोटी, चाहेर नचाहेर दिल्ली र काठमाडौँको सम्बन्ध छ नै प्रगाढ। यसै मोदीले भनेका होइनन् भाइ भाइको सम्बन्ध हो, रोटी बेटीको सम्बन्ध हो नेपाल र भारतको। कति अनौपचारिक कुरा गर्ने। अब सिधा कुरा गरौं, यी 1100 किलोमिटरमा रहेका दुई शहर काठमाडौँ र दिल्लीलाई जोड्ने रक्सौल काठमाडौँ रेलमार्गको प्रगति कहाँ पुग्यो? नेपाल र भारत बीचको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजनाहरू मध्येको महत्वपूर्ण परियोजना रक्सौल काठमाडौँ रेलमार्ग निर्माणको लागि भारतको कोकण रेलवे कर्पोरेसन लिमिटेड KRCL ले तयार पारेको फाइनेन्शियल लोकेसन सर्वे अनुसार यो रेलमार्गको कुल लम्बाई करिब 140.79 किलोमिटर हुनेछ, जसमध्ये 42 किलोमिटर सुरुङ र 124 ठूला पुल समावेश छन्। मार्च 2026मा भारतका रेल मन्त्री अश्विनी वैष्णवले राज्यसभामा DPR भएको पुष्टि गरिसकेका कारण हाम्रो आशा थोरै बढ्नु स्वाभाविकै हो। तर पैसा कति लाग्छ त्यो पनि हेरौँ न एकपटक। यो आयोजनाको अनुमानित लागत रु 4 खर्ब नाग्ने बताइएको छ। DPR सार्वजनिक हुनासाथ एउटा प्रश्न पनि सँगै उठेको छ, त्यो हो गेजको प्रश्न, अर्थात् रेल गुड्ने बाटो। संसारका हाई स्पिड रेल गुड्न लिगका विभिन्न मापदण्ड छन्। यो बन्न लागेको कुन मापदण्डको गेज हो हेरौँ एकपटक। भारतले यो रेलमार्ग ब्रोड गेज 1676 mm मा निर्माण गर्ने प्रस्ताव राखेको छ, जुन प्रविधिमा सञ्चालन हुने करिब 68,043 किलोमिटर ट्र्याक सहित भारतीय रेलवे नेटवर्क विश्वका सबैभन्दा ठूला व्यस्त नेटवर्क मध्ये एक हो। नेपालको लागि यो गेज ठिक भन्नेमा भारतको तर्क छ। सिमलेस फ्रेश मुभमेन्ट, अर्थात् भारतको रेल नेटवर्कबाट सिधै नेपालभित्र सामान ढुवानी गर्न सजिलो हुनेछ यो गेजमा, जुन भारतको दाबी छ। अहिलेको तुलनामा कयौं गुणा सस्तोमा ढुवानी हुनेछ। नेपालको कुल वैदेशिक व्यापारको 2/3 हिस्सा रक्सौल नाकाबाट हुने भएकोले यो कनेक्टिभिटी आर्थिक दृष्टिले बढी महत्त्वपूर्ण हुने भारतको दाबी छ। साथै ब्रोड गेजमा माल सामानको वजन क्षमता स्ट्यान्डर्ड गेजको तुलनामा बढी हुने हुनाले यो भरपर्दो हुने भारतको तर्क छ। अब एकैछिन प्रविधि र भारतको तर्कलाई एक ठाउँमा छोडेर नेपालको व्यवस्थाबारे चर्चा गरौँ। रेलको गेज सम्बन्धमा नेपालको राष्ट्रिय नीति भने स्ट्यान्डर्ड गेज 1435 mm मा आधारित छ। पूर्व पश्चिम रेलमार्ग स्ट्यान्डर्ड गेजमा निर्माणाधीन छ र केरुङ काठमाडौँ रेलमार्गको DPR पनि यसैमा तयार भएको छ। स्ट्यान्डर्ड गेज आज विश्वका अधिकांश आधुनिक रेल प्रणालीको मापदण्ड हो। युरोप, चीन, जापान र उच्च गतिका अधिकांश रेल नेटवर्क यही मापदण्डभित्र छन्। विश्वका अन्य देशको दाबी छ विश्वव्यापी बजारमा सहज पहुँच, धेरै उत्पादक